हाम्रो वन हाम्रो जङ्गल हो, जाग जाग दिदी बहिनी, जाग दाजु भाइ, संरक्षण गरी गरी जङ्गल जोगाउने, खाली ठाउँमा बिरुवा रोपी जङ्गल सजाउने। हरियो वन नेपालको धन भन्ने उक्तिलाई साकार पार्न सरकारी स्तरबाट धेरै पहिलेदेखि अनेक प्रयास भए पनि सफलता हात नलागेको अवस्थामा सामुदायिक वनको अवधारणा आएपछि नेपालमा वनको संरक्षण हुनुका साथै स्थानीय जनता वनबाट लाभान्वित हुने क्रम बढ्दै आएको छ। यसका लागि अहिले देशका 75 जिल्लामा 15,000 भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू क्रियाशील भइरहेका छन्। यिनीहरूको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले यिनीहरूको अगुवाई गरिरहेको छ। 2052 साल जेठमा स्थापना भएर त्यस बेलादेखि नै वन र वातावरण संरक्षणका साथै प्राकृतिक स्रोतमा जनताको अधिकार स्थापित पार्नका लागि यो महासङ्घ समर्पित भएर लागेको छ। यसले अधिकारका लागि सङ्गठित हुन र कर्तव्यप्रति इमान्दारिताका साथ लाग्न स्थानीय समुदायलाई सहयोग गरिरहेको छ। जनतालाई अधिकार सम्पन्न बनाउँदै प्राकृतिक स्रोतका मालिक बनाउँदै जानुपर्छ भन्ने अभियानलाई एउटा मुख्य अंश मानेर सामुदायिक वन उपभोक्ता महासङ्घ जुटेको कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। यसै क्रममा यस महासङ्घले 2066 साल चैत 22 गतेदेखि 31 गतेसम्म सामुदायिक वनमा समावेशी र सुशासन अभियान, प्राकृतिक स्रोतमा जनअधिकार र नयाँ संविधानमा समुदायको पहिचान भन्ने मूल नाराका साथ वन यात्रा 2066 को आयोजना गर्यो। यस वनयात्राका उद्देश्य यस प्रकार थिए। स्थानीय, जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा अन्तर्क्रिया, छलफल तथा सभाहरू गरी सामुदायिक वनका सवाल तथा प्राकृतिक स्रोतमाथि जनताको अधिकारका बारेमा समस्त उपभोक्ताहरूलाई सजग गराउने, सरकार, राजनीतिक दलका नेता तथा संविधान सभालाई समयमै नयाँ संविधान जारी गर्न र त्यसमा जनताका सवालहरूलाई सम्बोधन गर्न दबाब दिने, राजनीतिक दलका नेताहरूका साझा प्रतिबद्धता आम जनतामा राख्ने र जनताका सवालहरूप्रति उनीहरूको धारणा बुझ्ने कार्यका लागि अत्यधिक जनताको उपस्थिति गराउने, सामुदायिक वन व्यवस्थापनका सिकाइ, उपलब्धि तथा सुधारयोग्य कुराहरूमा व्यापक छलफल गर्ने र सामुदायिक वनमा गरिबमुखी कार्यक्रम, सुशासन र समावेशीकरणलाई अझ बढी बलियो बनाउन वन उपभोक्ता समूहहरूलाई अभिप्रेरित गर्ने, यो वनयात्रा 2066 चैत 22 गते 10 वटा जिल्लाबाट एकैपटक सुरु भएको थियो। ती जिल्लाहरू थिए ताप्लेजुङ, रामेछाप, खोटाङ, सिन्धुली, गुल्मी,
मुस्ताङ, रुकुम, जुम्ला, बाजुरा र दार्चुला। बाटामा भिन्न भिन्न प्रकारका छलफल, अन्तर्क्रिया तथा कोणसभा गर्दै वनयात्रा अघि बढेको थियो। यात्राका क्रममा देशका मुख्य 7 ठाउँमा क्षेत्रीय जनसभा भएका थिए। ती सभा महोत्तरीको बर्दिवासमा चैत 23 गते, मोरङको विराटनगरमा चैत 25 गते, कास्कीको पोखरामा चैत 25 गते, कपिलवस्तुको बुद्ध रङ्गशालामा चैत 28 गते, बर्दियाको गुलरियामा चैत 28 गते, मकवानपुरको हेटौँडामा चैत 29 गते र कैलालीको धनगढीमा चैत 29 गते भएका थिए। यी जनसभालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबा, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले सम्बोधन गर्नुभएको थियो। प्रमुख नेताहरूलाई पनि निम्त्याएर तपाईहरूले आफ्नो अधिकारको साथै देशको अहिलेको राजनीतिक गतिरोध अन्त्यको निम्ति जो अभियान चलाउनु भएको छ त्यसको निम्ति म हाम्रो पार्टीको तर्फबाट आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु र तपाईँहरू वन उपभोक्ता समूहसँग सम्बन्धित दिदीबहिनी दाजुभाइहरूलाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र पार्टीको तर्फबाट अभिवादन गर्छु। हरियो वन जुन हो त्यो नेपालको धन हो। हरियो वन नेपालको धन। लामो समयसम्म वास्तवमा राष्ट्रको आम्दानी भन्ने हो पनि वन सम्पदाबाट अत्यन्त ठुलो मात्रामा आम्दानी हुने गर्दछ र त्यो आम्दानीबाट राज्यले धेरै कुराहरू सञ्चालन गर्ने गर्थ्यो। त्यो कारणले हामीले वन सम्पदालाई हरियो वन नेपालको धन भन्ने गर्यौँ। तर अहिले हामी 2010मा अथवा 2009मा आएर हामीले हेऱ्यौँ भने त्यो जङ्गल व्यापक रूपले फडानी भइसकेको र करिब 25%मा मात्र त्यो आएको देखिन्छ। त्यो 25% भूभागमा रहेको जङ्गल पनि अत्यन्तै हैसियत गइसकेको जङ्गलको अवस्थामा छ। अरू सबैभन्दा सबल भएको धार्मिक भनेको सामुदायिक भन्दा अरू उपभोक्ता मित्रहरूले सामुदायिक काम गर्ने दाजुभाइ दिदीबहिनीहरूले चलाएको भएन भने जङ्गल नाश हुन्छ। सामुदायिक जङ्गलमा काम गर्ने वनमा काम गर्ने अरू उपभोक्ता समितिमा काम गर्ने केही व्यक्तिहरूको कारणले सम्पूर्ण व्यवसाय बदनाम हुन सक्दछ, सम्पूर्ण समुदाय बदनाम हुन सक्दछ। त्यसका पनि प्रभावित हुनको लागि मलाई आर्थिक